हेलो साथीहरु, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु। फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो न्यू डे न्यू भिडियोमा। आज फेरि म हजुरको साथमा उपस्थित भइसकेको छु। के भिडियो के कन्टेन्ट लिएर आएको छु भन्दा चाहिँ आज चाहिँ मैले मोमो बनाएको चाहिँ देखाइन। मोमो आज चाहिँ मैले मोमो मुकबाङ गर्दै छु साथीहरु। आज चाहिँ मैले मोमो मुकबाङ गर्दै छु। मोमो त प्रायः सबैको प्रिय हो है। नेपालमा जुनसुकै ठाउँमा पनि मोमो त सबैको प्रिय नै हो। सो साथीहरु, आज मैले मोमो मुकबाङ गर्न जाँदै छु। हजुरहरुले अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। अहिलेलाई मोमो मङमाङतिर साथीहरु, मेरो चाहिँ मोमो चाहिँ यो 16 वटा छ। यसमा चाहिँ मोमो 16 वटा छ। अब मैले यो खान जाँदै छु है त, हेर्नु होला हजुरहरुले। ल साथीहरु, अब चाहिँ मोमो खान सुरु गरौँ है त। ढिला नगरी तातो तातो मोमो, यो चाहिँ चटनी चाहिँ मोमो थमेलको लागि। सो साथीहरु, म चाहिँ खान्छु है त। अब हजुरहरु हेर्दै गर्नु, हेरेर इन्जोय गर्नु। ल अब खाऊँ है त, सँगसँगै सुरु गरौँ। मोमो फर्स्ट बाइट खाए है त साथीहरु। मिठो का मोमो, यो चाहिँ आटाको मोमो हो के, तता छ ल। वाउ, तता छ। मलाई चाहिँ भोक लागिरह, त्यही भएर म केही नबोलेर गम खाने हो क्या। यो मोमो चाहिँ भेज मोमो हो। अन्डा पनि मैले यसमा एड गरेको, अनि इस्कुस, अनि प्याज, अनि अदुवा, सिम्पल तरिकाले मिठो हुन्छ फेरि। लु मोमो त यति मिठो लाग्छ मलाई, बनाउनु टाइम लाग्छ क्या। त्यही भएर अचार पनि यति मिठो भन्छ, सिम्पल सादा अचार। घरमै बनाएको मोमो ठुल्ठुलो छ, त्यही भएर थोरै खाँदा पनि अगाइहाल्छ क्या। अम्बो, मोमो त मिठो भएर मोमो भोक लागेको थियो नि त, त्यो एउटा भट्टाभट खाइदिएको केही नबोलेर। वाउ, मिठो।
मिठो तर ठुल्ठुलो भएर धेरै खान सकिएन। मैले छु क्या मैले एक्लै भिडियो ल्याएँ नि त किन भन्दा चाहिँ बुढो पनि हुनुहुन्न छोराछोरी पनि यताउता बनाएँ भोक लागिसकेको थियो बिहानदेखि केही पनि खाएको थिएन अनि मैले खाइदिएको नि त्यो पर्खेर बस्नु है भोक लागि त हानिदिने हो क्या साथीहरू हानिदिने हो। तर मैले इस्कुस कम होला भनेर यसमा अन्डा पनि राखेँ तर अन्डा राख्दा चाहिँ हल्का अन्डा जस्तो जस्तो गन्ध आयो जस्तो लाग्यो क्या मलाई। मिठो त मिठो भयो तर अब जुन चिकनहरू खानेलाई त चिकन मोमो मिठो हुन्छ होला हैन मलाई त अब चिकन खादिनँ त्यही भएर भेज मोमो पनि यति मिठो लाग्छ। तर अघि चाहिँ बोलिआएको थिएन कि गम खाइरहेको थिएँ अहिले त पुरा बोली आउनु थाल्यो नि त अगाए सकिन पनि लाग्यो। तर इस्कुसको मोमो नि यति मिठो हुन्छ नि साथीहरू कसैले खानुभएको छ कि नै नखाएकोले चाहिँ खानु होला त। अब इस्कुस मैले पनि पहिला खान्थिनँ त्यति इस्कुस चाहिँ एउटा इस्कुस भन्ने प्रायः जस्तो कसै अब ठाउँ अनुसार नाम पनि फरक फरक हुन्छ नि त हैन कसैले के भन्छ कसैले के मैले चाहिँ इस्कुस भन्छु। इस्कुस के भन्छ त्यसलाई करेला भन्छ क्या एउटा ठुलो हुन्छ करेला मिठे करेला के यस्तै भन्छ यति मिठो हुन्छ त्यसको मोमो। लास्ट बाइट मिठो गाइस मिठो 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 यति मिठो भयो कि मैले खाएको देखेर मेरो रियाक्सन देखेर पनि हजुरहरूलाई थाहा भयो होला मोमो कति मिठो छ भनेर। सो साथीहरू एक कटोरा अचार एक प्लेट मोमो गयो। अब यति त अल्छी लाग्दैन आफू मजाले अगाएपछि त साथीहरू। सो साथीहरू मैले मात्रै खाएर भएन अब मेरो छोराछोरीलाई पनि खुवाउँछु मेरो बुढो आउनुहुन्छ बुढोलाई पनि खुवाउँछु। मेरो मुकबाङ मेरो मैले खाएको भिडियो हजुरलाई के कस्तो लाग्यो प्लिज जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। म त्यस्तो भिडियो केही पनि हुँदैन के कन्टेन्ट ल्याउने भन्ने हुन्छ त्यही भएर मैले त्यस्तो केही भिडियो पनि ल्याउँदिनँ सरी त्यही भएर खाएकै भिडियो ल्याउँछु। अब अगाएपछि त बोली पनि नआउँदो रहेछ क्या टन्न अगाए झप्प सोध्न मन लाग्यो लट्ठ बनायो निन्द्रा लाग्यो जस्तो भयो। यो चाहिँ रातिको भिडियो नि त लगभग 8 बज्न थाल्यो। अचार पनि यति त मिठो भएन तर अलिकति नुन बढी छ क्या यति खाँदा। सो साथीहरू आजको भिडियो यति नै हो। हजुरहरूलाई के कस्तो लाग्छ प्लिज प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। आजको भिडियोदेखि छुट्टिन चाहन्छु अर्को भिडियोमा भेटौँला है त। साथी मलाई चाहिँ मेरो भिडियो चाहिँ कसैले पनि हेरिदिनुहुन्न। सो साथीहरू मेरो च्यानलमा नयाँ आउनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ बिल्कुल नभुल्नु होला। र साथीहरू अब आजको भिडियो यति नै भयो अर्को भिडियोमा भेटौँला बाई बाई।